प्रेम भन्ने कुरा यस्तो यति राम्रो पवित्र आशीर्वाद वरदान हो प्रेम, तर त्यही प्रेम चाहिँ बदनाम हुन्छ। त्यसलाई बदनाम गर्ने मान्छेहरूले गर्दाखेरि मानिसहरू प्रेम गर्न डराउँछन्। यस्तो प्रेममा धोका पाएकोहरूले चाहिँ कसरी चाहिँ आफूले आफूलाई अगाडि बढाउने भनेर बुझ्न चाहनुहुन्छ, गर्न चाहनुहुन्छ भनेदेखि तपाईँले यो कुराहरू कहिले पनि नबिर्सिनुहोस्। आफूले आफैलाई माया गर्न सिक्नुहोस्। आफू जस्तो जे छ, जस्तो आफूमा कमी कमजोरी छ, आफूमा भएको कमी कमजोरी, आफूमा भएको गल्तीहरू, आफूमा भएको त्यो असक्षम पाटाहरू तपाईँले आफैले माया गर्नुभयो भने त अरू कसैले माया गर्छ। त्यसैले आफूले आफैलाई माया गर्न सिक्नुहोस्। दोस्रो कुरा, आफूले आफैलाई समय दिनुहोस्। तपाईँले आफूले आफैलाई नै समय दिन सक्नु भएन भने अरू कसलाई दिन सक्नुहुन्छ? जब तपाईँले आफूले आफैलाई नै समय दिनु भएन, आफ्नो हेल्थको केयर गर्नु भएन, आफ्नो स्वास्थ्यको चाहिँ एकदमै ख्यालै राख्नु भएन, तपाईँलाई चाहिँ एकदमै गाह्रो भयो भनेदेखि तपाईँको शरीरले त तपाईँलाई नै दोषी ठहर्याउँछ। त्यसैले आफूले आफैलाई समय दिनु। तपाईँलाई के गर्नु मन लाग्छ, तपाईँलाई के इच्छा छ, तपाईँको इच्छा आकाङ्क्षा, तपाईँको चाहनाहरू, त्यो सबैलाई समय दिनु थाल्नुहोस्। र तेस्रो कुरा, आफूलाई मूल्यवान बनाउनुहोस्। कसरी बनाउनुहुन्छ त मूल्यवान? अरूले मलाई यसरी म चाहिँ अरूको लागि यस्तो गरिदिन्छु, म यस्तो कार्य गरिदिन्छु अनि मलाई मूल्य दिन्छ भनेर होइन। आफूले आफूलाई मूल्य दिनुहोस्। कसैको लागि केही गरिराख्नु भएको छ भने त्यसको आशै नगर्नुहोस्। त्यसको आश गरेर के गर्नुहुन्छ तपाईँले? यदि उसले चाहिँ त्यसको बापत तपाईँलाई फिर्ता उत्तिकै तपाईँले दिएको जति सम्मान नदेला, तपाईँले दिएको जति माया नदेला, त्यसले त तपाईँको मूल्य घट्ने होइन नि। त्यसैले जुन दिनदेखि तपाईँले आफूले आफूलाई मूल्य दिनुहुन्छ त्यो दिनदेखि तपाईँ आफै मूल्यवान हुनुहुन्छ। र अन्तिम कुरा, आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्नुहोस्। यो दिनहरू जुन तपाईँहरूले जिउनु भएको छ, जुन तपाईँ चाहिँ अहिले अब जतिखेर यो भिडियो हेर्नु भएको छ, यो पश्चात जिउने जीवन, अथवा तपाईँले चाहिँ बिहानै कुनै न कुनै एउटा कार्य गर्नु होला जसले गर्दाखेरि चाहिँ तपाईँलाई खुसी मिल्यो होला। कति सुन्दर छ। तपाईँको त्यो कसैले पनि खोज्न सक्दैन, कसैले पनि लगेर लान सक्दैन। त्यसैले यी कुराहरू तपाईँले ध्यान राख्नुभयो भने अवश्य पनि तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। किनभनेदेखि कसैले पनि कसैलाई दोष लाएर हिँड्यो भने हो गल्ती हुन्छ। आफूले गल्ती नगरे पनि अरूहरूले गल्ती गरेका हुन्छन्। त्यो कुरा लिएर मनमा राखेर आफूले आफूलाई कमजोर भन्यो भने आफू हारिन्छ। तर त्यही कुराले आफ्नो शक्ति बढायो भनेदेखि आफू अगाडि बढ्न सकिन्छ।